अहिले चाहिँ हामी हैन आइसा दिदीको भरे बर्थडे हो नि त 12 बजे अनि हामी चाहिँ अहिले केक लिन जाँदैछौँ। कति बज्यो अहिले रातिको? यहाँ चाहिँ स्कुटी स्टार्ट गर्दै चाहिँ अहिले चाहिँ हेर्न सक्नुहुन्छ रातिको 9:01 भइसकेको छ। हामी चाहिँ क्या बिर्सिरहेको थियौँ क्या, त्यो बिर्सेको चाहिँ थिएनौँ बर्थडे भन्नाले भोलि चाहिँ केक काट्ने भनेर सम्झिरहेको थियौँ, तर आज रातिको 12 बजे हो नि त। अनि हामी हतार हतार लिन जाँदैछौँ। गाइजहरू हेर्नु न, स्कुटर नै स्टार्ट नभएको अवस्था। यहाँ चाहिँ हाम्रो ढिलो भइसक्यो। हामीले चाहिँ यहाँ दाइलाई बोलाएर गराइसकेको छौँ। स्कुटी स्टार्ट नभएर गाइज ओभर भिजोक भयो, दाइले गरिदिनु हुँदैछ। फाइनली यार यो चाहिँ हाम्रो होस्टेल। सो गाइज फाइनली अहिले चाहिँ हामी जाँदैछौँ केक लिन। फाइनली स्कुटर स्टार्ट नभएर यस्तो बिजोक भइसकेको थियो, अनि त्यहाँको दाइहरूले फाइनली स्टार्ट गरिदिनु भयो। अहिले चाहिँ हामी जाँदैछौँ भानुचोक केक लिनुको लागि। कति 9 बजिसक्यो होइन, थाहा पनि छैन कहाँ अब कुन दोकान खुल्ला हुन्छ। हामी चाहिँ त्यहीँबाट ल्याउँछौँ गाइज। जाडो छ है एकदम गाइज, सबै सुनसान छ रोड होइन। गाइज अहिले चाहिँ हामी दोकानको खोजीमा, केक दोकानको भान्चोक आइपुग्यौँ होइन। यता चाहिँ भन्नाले यो लाइन त अब लुगाहरू पाउने लाइन हो नि त, उता हामी सबै ठाउँ खोज्छौँ कहाँ पाउँछ अब भान्चोकमा केक। यति राति सुनसान भइसकेको छ गाइजहरू भान्चोक। यहाँ चाहिँ बास्केटबल खेल्दै रहेछ। यहाँ चाहिँ राति राति जहिले खेल्छ बास्केटबल। ला गाइजहरू केक दोकानै खोइ काहीँ खुल्ला थिएन, हामीले चाहिँ भेटिनौँ। गाइज हामीले चाहिँ भान्चोकमा केक पसलहरू भेटिनौँ होइन, सब बन्द थियो। अनि हामी चाहिँ अब माथि 0 पोइन्ट जाँदैछौँ फेरि यस्तो जाडोमा। सो गाइज हामीले चाहिँ होइन अगाडि पुलिसको भ्यान देखिसकेको छौँ, अनि त्यही भएर यसले चाहिँ हेलमेट लाउन आँटेको छ। किनकि यसले हेलमेट बिनै कुद्दै थियौँ नि त, हामी डिक्कीमा राखेर हेलमेट हामी कुद्दै थियौँ लक्खर लक्खर। हामीले चाहिँ गाइज काहीँ केक सप नभेटेर अब हामी फेरि उता फर्किँदैछौँ। अनि फेरि 0 पोइन्ट जाने त्यहाँ भेटिनौँ भने चाहिँ गाइज अहिले चाहिँ हामी फेरि यो गल्लीमा छिर्दै तल झर्दैछौँ होइन। किनकि उयो भयो क्या गाइजहरू, कस्तो फेरि आज बिचरा दिदीको बर्थडे हो नि त, अनि सरप्राइज दिउँ भनेको खोइ हामी त केक सप नभेटेर गिद्दी भयो गाइज। गाइजहरू तपाईँहरूले फेरि हेर्नु सक्नुहुन्छ हामी अघिकै बाटो आइसकेको छौँ होइन। किनकि हामीले कतै भेटिनौँ, अनि त्यहाँ 15मा सब्जी मन्डीमा एउटा ठाउँ छ क्या केक पाउने, त्यहाँ चाहिँ खुल्ला छ कि भनेर जाँदैछौँ होइन। अब त्यहाँ पनि पाएन भने चाहिँ हामी कि 0 पोइन्ट कि घर। गाइज सरप्राइज हाम्रो चकनाचुर हुन्छ जस्तो लागिसक्यो मलाई चाहिँ होइन। गाइजहरू के गर्नु, कस्तो फेरि यत्तिकै बसिरहेको थियौँ कि सबजना। अनि त्योभन्दा अगाडि याद आएको थिएन क्या, ठ्याक्क उयो गऱ्यौँ अनि त्यसपछि पो ला भन्यौँ। अनि त्यसपछि हतार हतार यो र म आयौँ यहाँ लिनु, खोइ दोकान नभेटेर टेन्सन भइसक्यो। गाइज हामी चाहिँ प्रे हान्दै हिँड्दैछौँ होइन, भेटियोस् भनेर। यहीँ अगाडि हो, ला बन्द छ। सिट गाइज उहाँ माथि हो, हिँड यस्तरी उताबाट जानुपर्छ। अब गाइजहरू बन्द छ, के गर्नु। आइसा दिदीको लक छैन जस्तो छ। यो थियो क्या केक पसल चाहिँ। हामी चाहिँ अहिले 15 भन्दा पनि यो त कति 3 कि कति भन्छ होइन, उता चाहिँ 15 भन्छ माथि मेरो बाजे बोजूको घर। यो चाहिँ हाम्रो पुरानो प्रिन्सिपलको घर है गाइज। नाक्को थिएन त सर चाहिँ, मन पर्दैन थियो हामीलाई होइन।
गाई चाहिँ यताबाट चाहिँ मेरो बाजे बोजूको घर जान्छ यता चाहिँ पुरै 15 हो होइन अनि अहिले चाहिँ यता हामी झऱ्यौँ के खोजेछौँ गाई चाहिँ यता चाहिँ पाउँदैन त्यही एउटा ठाउँ खोजेको थियौँ यो चाहिँ हाम्रो नेल्लुको दोकान है गाइज हामी त खोजे भइसक्यौँ अहिले चाहिँ हामी सदन रोड आयौँ होइन यो चाहिँ सदन स्कुल हो ला यहाँ गाइजहरू सबै बेकरी हेरिसक्यौँ सबै बन्द छ अन्त तर 9 बजीसक्यो नि त नि हामीलाई पो त नसुतेर त्यस्तो लागेको त खोइ अब हेरौँ गाइज अनि अहिले चाहिँ हामी फेरि घुमी फेरि माछा भौरी आयौँ होइन सिट यहाँ पनि बन्द छ गाइज ऊ त हो बेकरी ला गाइजहरू अघिकै बाटो हामी चाहिँ घुमेछौँ अघि यहाँबाट आएको अहिले यहाँबाट गाइज आज भाग्य छैन जस्तो छ गाइज तपाईँहरूले देख्न सक्नुहुन्छ हामी अघिकै बाटो घुमेछौँ किनकि हामी फेरि फर्केर फेरि उता हेरेर आएको नि त सब भयोहरूको सबै बेकरी हेरिसक्यौँ गाइजहरू कुनै खुल्ला छैन क्या सबै बन्द छ अब थाहा छैन हामी घर जान्छौँ कि माथि 0 पोइन्ट जान्छौँ हेर्न आई डोन्ट नो होइन गाइजहरू अब चाहिँ हामी जाँदैछौँ माथि होइन सबै बन्द छ भयोहरूको बेकरी हामीले सबै हेरिसक्यौँ होइन सबै बन्द छ अब हामी के गर्ने के अरे गाइजहरू अगाडि चाहिँ पुलिसको गाडी हिँड्दैछ होइन अनि हामी चाहिँ पछाडि छौँ होइन हामीसँग चाहिँ लाइसेन्सहरू केही छैन होइन अनि त्यही गाइज त्यस्तो डराउनु पर्ने त छैन तर पनि म चाहिँ त्यस्तो साह्रो डर लागेको छैन यो चाहिँ डराउँदैछ सो गाइज हामीले चाहिँ आन्टीलाई पनि सोध्यौँ होइन के गर्नु माथि जानु कि नजानु भनेर आन्टीले चाहिँ एकपल्ट हेरेर आऊ भन्नुभयो अनि अहिले हामी जाँदैछौँ होइन अब गाइज भेटिनौँ भने त अब के गर्नु अफसोस होइन अब एकपल्ट जे भए पनि सर हेरेर आउँछौँ हामी थियो भने ल्याउँछौँ होइन किनकि हामी अब हेर्नु ल नखोज्यौँ माथि नखोज्यौँ किनकि एकचोटि घर बसेको भए चाहिँ ला माथि थियो कि भन्ने हुन्छ नि त मनमा कस्तो हुन्छ नि त्यही भएर हामी हेर्नु जाँदैछौँ गाइज हामीले चाहिँ यो क्याफेमा सोध्यौँ होइन अनि यो क्याफेमा चाहिँ पिस खालको मात्रै रहेछ किनकि हामीले त डल्लै चाहिएको नि त त्यो उयो खालके अनि त्यही भएर अहिले चाहिँ हामी फेरि जाँदैछौँ उता पढ्न चन्द्रालाई केक एन्ड को भन्ने क्याफेमा त्यहाँ चाहिँ 10 बजे बन्द हुन्छ अरे त्यहाँ केकहरू पाउँछ भन्ने यहाँको क्याफेको स्टाफ दिदीले भनिसक्नु भएको छ हामीलाई अनि हामी जाँदैछौँ पान जाँदैछौँ बाटो पनि चल्न थाल्छ आन्टीले चाहिँ हामीलाई मार्नुहुन्छ हामी यति ठाउँ डुलिसक्यौँ कहाँ गाइज अनि अहिले चाहिँ हामी स्टुडियोमा आइपुगिसक्यौँ होइन अब चाहिँ हामी केक एन्ड को जाँदैछौँ होइन गाइज यति धेर डुलिसक्यौँ हामी यति राति त के भन्नु 9 बज्दैछ तर पनि हुन्छ नि धेरै राति नभए पनि यो हुन्छ नि सुनसान बाटो सबै बन्दहरू देखेर हामीलाई चाहिँ कत्रो रात पऱ्यो जस्तो लागिसक्यो हामी चाहिँ जाँदैछौँ 9 बजिसक्यो मान्छेहरू गाइजहरू कति सुतिसक्यो होला हामी चाहिँ डुलेछौँ गाइस यहाँ हामीले एउटा क्याफे भेटेको छौँ अब म यहाँ सोध्छु ल छ कि छैन केक एक्सक्युज मी यहाँ के केक पाउँछ हुन्छ यहाँको त बेकरी छ अरे हौ तल गाइज यहाँ छैन अरे सिट उता गाइज हामी चाहिँ फाइनली केक एन्ड को भन्ने क्याफे आइसकेको छौँ भने यहाँ चाहिँ हामी पहिले पनि आइसकेको थियौँ साथी अनि अब यहाँ हामी सोध्छौँ छ कि छैन भनेर गाइजहरू हेर्न सक्नुहुन्छ हामी आइसक्यौँ यही हो क्याफे चाहिँ ठ्याक्कै यो 24 यतापट्टि हो हेलमेट बोक्न हामी चाहिँ जाँदैछौँ गाइज यस्तो हालतमा आइरहेको छौँ हामी जाँदैछौँ ल गाइज अहिले चाहिँ हामी आइसक्यौँ यही हो केक एन्ड को भनेको चाहिँ होइन यस्तो हालतमा आएको छौँ चप्पलमा आइरहेको छौँ
आँखा हेर्नु सक्नुहुन्छ चिसोले गाइज अनुहार सुन्यो मेरो। अब हामी सोध्नु जाँदैछौँ गाइज। हामीले सोध्यौँ होइन, छैन अरे। अब के गर्नु, हामी फर्केको। अहिले चाहिँ हामी केक एन्ड कोबाट फर्किसक्यौँ होइन। त्यहाँ पनि थिएन। अब के गर्छौँ थाहा छैन कि हामी घरमै पनि बनाउन सक्छौँ। गाइजहरू के गर्नु भइसक्यो हो। हामी त यति धेरै डुलिसक्यौँ होइन। हामीले क्याफेतिर त सोध्यौँ होइन। हामी अब मार्ट छिर्दै हामी सोध्दै हिँड्दैछौँ होइन। त्यहाँ मार्टमा पनि सोध्यौँ, पाउँदैन भन्नुभयो। अर्डर चाहिँ पाउँछ भन्नुभयो, तर 8 बजीभन्दा अगाडि अरे। गाइजहरू यति स्ट्रगल त मैले कसैको बर्थडेको लागि गरेको थिइनँ क्या। आइसा दिदी गाइज मेरो नाकबाट सिगा निस्किसक्यो धेरै यो हावामा डुलेर होइन। तर हामीले केक चाहिँ भेट्न आँटिनौँ। मेरो कपाल पनि भुत्नी कस्तो भइसक्यो थाहा छ। मेरो कपाल यस्तो लट्टा परिसक्यो यो धेरै स्कुटरमा हिँडेर हावाले हानेर। गाइज हामीले त मैले भनेको थिएँ नि त्यो एउटा क्याफे छ भनेर, त्यो क्याफेमा पनि सोध्यौँ होइन, बन्द हुनु आँटिसकेको थियो। अनि थिएन त्यहाँ पनि केक। अब चाहिँ हामी चाहिँ फर्किँदैछौँ गाइज। अहिले चाहिँ हामी यस्तो लोकल मार्ट भन्दा पनि यस्तो दोकानतिर आइसक्यौँ होइन। यहाँ बिस्कुटबाट अब हामी घरबाटै उयो गर्न आँटेको। मैले चाहिँ यो लगौँ भनेको यसलाई बनले उयो हुन्छ क्या भाइ। कुन लाने गाइज हामी कन्फ्युज भइसक्यौँ। हामीले अहिले सामान लिइसकेको छौँ होइन, केक बनाउने होइन। अब लास्ट अप्सन हाम्रो केक बनाउने भयो नि त घरमा। अनि त्यही भएर सामान लियौँ। अब चाहिँ हामी जाँदैछौँ गाइजहरू। यस्तो नर्मल दोकान हुन्छ नि, नर्मल दोकानहरू पनि एउटा खुल्ला थिएन क्या, सबै बन्द थियो। यही लास्ट थियो। अनि यहीँबाट उयो गरौँ भनेर लियौँ। अब हामी घर गएर सबै बनाउँछौँ आफै सारामा भएर गाइज। अब चाहिँ हामी होइन घर आइपुग्न आँटिसक्यौँ भन्दा पनि आइसक्यौँ भनौँ न। यत्रो राउन्ड हान्यौँ राति धरानको अन्त। सो गाइज हामीले चाहिँ सामान लिएर आइसक्यौँ माथि किचनमा होइन। अब चाहिँ सबै बनाउने त्यही हो गाइज। हेलो गाइज। अनि अहिले चाहिँ मैले केकको यो रेडी पारिसकेँ होइन। अनि यहाँ चाहिँ केक पनि बन्दैछ हाम्रो होइन। यस्तो मेहनतले बनायौँ गाइज। आइसा दिदी तपाईँ यो भ्लग हेर्नु हुँदैछ भने हामीले थ्याङ्क यू भन्नु। यस्तो मेहनतले बनाउँदैछु, यस्तो मेहनत त मैले कहिले गरेको थिएँ। दिस इज आवर चकलेट। यो चाहिँ लास्टमा केक बनिसकेर माथिबाट हाल्ने हो होइन। यो चाहिँ हाम्रो केक बिस्तारै हुँदैछ गाइज। यस्तो मेहनतले बनायौँ हामीले गाइज। यस्तो डुल्यौँ राति यति धेरै दोकानहरू सबै बन्द थियो तर पनि डुल्यौँ। बजार सबै डुलेर आएको गाइज। हामी चाहिँ होइन 3-4 चोटि ओहोरदोहोर गऱ्यौँ हामीले त भान्चो 2 राउन्ड हान्यौँ 2 राउन्ड। ओ माई गड मेरो हात हेर्नु सक्नुहुन्छ मेरो लुगाको हालत यस्तो भइसक्यो। यस्तो मेहनतले बनाइदिएको छौँ हामीले। मेरो त यस्तै थियो तर सफा गरिसक्यो मान्छे। मेरो चाहिँ गाइज यस्तो फोहोर भइसक्यो, हात पनि फोहोर भइरहेको छ मेरो। त्यही हो गाइज हाम्रो केक चाहिँ गाइज यस्तो भइसकेको छ। यु क्यान सी दिस केक बिस्तारै हुँदैछ गाइज। त्यही हो अब फेरि छोपेको ल। सो गाइज अब चाहिँ म यो प्लेटमा हाल्नु जाँदैछु होइन। हेरौँ ल कस्तो भयो। ला गाइज पाकेन रहेछ नि त मजाले, सिट भयो। अब जस्तो भयो नि माइले बनाएको होइन। डन माइन्डै आइसा दिदी के गर्नु, जस्तो भयो त्यस्तै भयो। मेन कुरा चाहिँ के हो भने यो अझै पाक्थ्यो राम्रो हुन्थ्यो कि हामीले टाइमै पाएन। 12 बजिसक्यो क्या, हामी डुल्दै ठिक थियो अघिसम्म। अब के गर्नु, जस्तो भयो त्यस्तै खाउला दिदी। अब के गर्छ ल। हेर्नु यो सबै टाँस्यो क्या अघि, त्यही भएर डर जस्तो छ ल। सो गाइस अब चाहिँ लास्ट अप्सन यो काटिदिएको होइन, किनकि ओ पटासिसक्यो केही चाहिँ। ह्याप्पी बर्थडे टु गाइस। अब चाहिँ होइन यो निस्केर पछाडिको सो म माथिबाट यो चक्लेट हाल्नु जाँदैछु होइन। सुरुमा चाहिँ यस्तो गरौँ न सबैतिर होइन। यसो
कोही त्यस्तो गाइस मैले चाहिँ चक्लेटहरू सबै हालिसकेर रेडी बनाइसकेँ केक चाहिँ होइन यस्तो भयो हाम्रो होममेड केक यस्तै छ गाइस फाइनल लुक गाइस फाइनल टचअप हामीसँग चाहिँ अब त्यो नेम लेख्ने खालके भएन होइन त्यो ह्याप्पी बर्थडे आइस दिदी त्यो ह्याप्पी बर्थडे आइस भन्ने होइन त्यसरी नै खिच्नुहुन्छ गरेर होइन केकको पुरा आइसकेको घर जाँदैछौँ हामी चाहिँ कति जानेछौँ 1 2 3 4 5 5जना जाँदैछौँ गाइस गएको अब हामी चाहिँ होइन तर अहिले चाहिँ 12 बजेर पनि कटिसकेको छ अब के गर्नु गाइस क्यामेरा मान्छे आक्रिसा हो होइन गाइस यस्तो हतार भइरहेको छ कुकुर भुकेर गाइस बिचोक ढोका खोल्दै हुन्छ ठुलो मम्मीले Happy birthday to you. Happy birthday to you. Happy birthday dear Aisha. Happy birthday to you. Happy birthday to you. Happy birthday. हाम्रो गोलुको चाहिँ रियाक्सन यस्तो छ गाइजहरु यसको मुख हेर्न सक्नुहुन्छ birthday dear Aisha happy birthday to you रुको अवस्था हाम्रो माया देखेर हाम्रो माया चाहिँ डर है गाइस माया डर हो गाइस हामीलाई तितो तितो भएर चाहिँ खानुमा बेस त डर हो भन्छु यो चाहिँ कराइ गर्न मिठो मिठो मिठो